खासमा हेलमेट लगाउनु पर्ने मेरो बुढोले हो के रे, हेर्नु न मलाई लगाइदिएको। बुढोको टाउको भारी भयो अरे कि दिनभरि लगाएर। हामीलाई पुलिसले भेटाएपछि पकड्ला कि नै, ल भन्नुहोस् त साथीहरू। सो वेलकम छ साथीहरू फेरि पनि मेरो मिनी भ्लगमा। हजुरहरू के कस्तो हुनुहुन्छ? आई होप सन्चै हुनुहुन्छ होला। आज फेरि म बुढोलाई चढाउँदैछु बुटामा। मेरो बुढो त कस्तो खतरासँग बुटा चढेको कि ट्याक ट्याक सिडी चढे जस्तरी। हेर्नुहोस् त, आँपहरू लटरम्म पाकीसँग नलाइसकेछन्। त्यसैले मैले चाहिँ खजाउनुभन्दै पहिल्यै पकाउन हाल्ने भनेर बुढोलाई आँप झार्न लगाएँ। आँप झारेर मेरो बुढो ब्याङ्क जानुभएको थियो। मुस्कुराउँदै आउनुभएको थियो। किन मुस्कुराउँदै आउनु भएको छ भनेको त पैसा निकालेर आउनुभएछ। हाम्रो आएछ पेमेन्ट आएपछि त अब हामीले त राख्ने कुरो भएन साथीहरू। यो त तुरुन्त जान्छ नेपाल। हामीले त एकैछिन हो कि समात्ने। अब यसको स्थानसम्म पुर्याउनको लागि हामी लाग्यौँ दुईजना सरर पारेर। बोट पनि ठ्याक्कै लागेको रहेछ। अनि बोटमा बस्यौँ। अब बोटमा बसिसकेपछि भिडियो नबनाउने त कुरै भएन। पैसा हालिदिने ठाउँमा आइसकेपछि बुढोले पैसा फनफन्ती गनेर फेरि पैसा हालिदिइसकेर समुद्रतिर आयौँ। अब यतातिर आएपछि मेरो बुढोले माछा नलगिने त कुरै भएन। माछाहरू चाहिँ यति धेरै धेरै भेराइटीहरू थिए साथीहरू। के नाम हुन् म त नाम पनि आउँदैन। यिनी माछाको धेरै परिकार थिए। हामीले खाने चाहिँ एउटा मात्रै माछा हो, रहु। बल्ल तल्ल रहु माछा भेट्यो। रहु माछा भेटेपछि हामी माछा लिएर आउँदै थियौँ। यहाँ त कति धेरै माछा कौले फालिदिएको कि कौवाहरूले मजाले इन्जोय गरेर खाइरहेको थियो। त्यहाँ त सार्कको बच्चा पनि थियो एउटा। हेर्नु न यिनीहरूले इन्जोय गरेको। त्यो माछा हेर्दा हेर्दा त हामीलाई बोटले छोडेर गयो। 1 मिनटको ढिलोमा बोटले चाहिँ बाई बाई गर्यो। अनि बाई बाई गरिसकेपछि अर्को बोट चाहिँ हामीलाई वेलकम गर्न आउँदै थियो। फाइनली बोट पनि आइसक्यो। अनि हामी चाहिँ बोटमा बस्यौँ। बोटमा बसिसकेपछि चाहिँ मेरो बुढाले भिडियो बनाउन लाग्नुभयो। म चाहिँ लास्टै थाकेको थिएँ। यसरी टोलाएर बसेको त बुढोले टक्कलाएर भिडियो बनाइदिनु भएको रहेछ। अब हल्का पोज दिइहालेँ मैले। अनि घर फर्किँदा यति रात परेको थियो कि साथीहरू। मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला। नयाँ भिडियो लिएर आउने नै छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।